नमस्कार मौरी कृषक दाजुभाइ तथा दिदीबहिनीहरू। आज अप्रेलको 16 तारिक सबै जग्गामा यसपालि मौरी मरेर कल्याप्स भयो। साथसाथै मेरो पनि कल्याप्स भयो। आज हेर्नुहोस् यो मौरी के भयो कसो भयो। आज यो मौरी एकदमै राम्रो भइसकेको छ। यसलाई म डिभिजन गर्न लागेको। अब हेर्नुहोस् है त साथीहरू, र डिभिजन कसरी गर्ने के छ यसको प्रोसेस यहाँ देखाइदिउँ। बक्सा दुईटा बक्सा ल्याएर राखिसकेको छु। यो सेन्टर पोइन्ट हो, यहाँनिर छ मौरी। यसलाई म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् है यो भित्रको अवस्था के छ कसो छ हेर्नुहोस् है। एकदमै दामी घाम लागिरहेको छ। साथसाथै च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला है त मित्रहरू। च्यानललाई सब्सक्राइब गरेर फलो गर्न पनि नबिर्सिनु होला। हेर्नुहोस् है मौरी चाहिँ एकदमै टनक्कै छ है। घाम एकदमै दामी लागिरहेको छ। यहाँ ढकनीमा पनि बसेको रहेछ। यो ढकनी चाहिँ यहाँ राखिदिनु पर्ने हुन्छ है। भित्र देखाइदेऊ मौरी कतिको रहेछ त। र यो डिभिजन गर्दाखेरि चाहिँ तपाईँको छेउछाउमै राख्नुभयो भने चाहिँ सजिलो हुन्छ है त। यो साइडको चाखा यहाँ हेर्नुहोस् है, यो चाहिँ स्टोरेज, यो हनीको स्टोरेज हो। यहाँ देखिहाल्नु भयो, टनक्कै छ स्टोरेज। यतापट्टि पनि टक्कै छ। यसलाई सेम पोजिसनमा यहाँ राखिदिने है। यो नयाँ आधार चाखा देखो हेरौँ है त साथीहरू के कस्तो रहेछ। यो हेर्नुहोस्, नयाँ आधार चाखामा मौरीले चाखा उठाएको एग्लिङ पनि भइसकेको रहेछ, लार्भा अवस्थामा छ। यसलाई पनि फिलहालको लागि यहीँ राखिदिँदै गरौँ। रानी पनि हेर्नुपर्ने हुन्छ र पनि त्यस्तो कुनै म्याटर गर्दैन। रानी जतै परे पनि केही असुविधा हुँदैन है त। यो बक्सा चाहिँ म खाली गरिदिन्छु। यसमा प्युपा अवस्थामा रहेको चाहिँ ड्रोनहरू प्रशस्तै देख्नुहुँदै होला। यो चाहिँ ड्रोन है, यहाँ देखाइदेऊ। यो चाहिँ ड्रोन हो, यो ड्रोन हो। रानी पनि हेर्दै जाउँ, एकदमै राम्रो छ स्टोरेज पनि है। मौरी पनि जागिसकेको छ है त साथीहरू। अब भने चाहिँ मौरी जागिसकेको छ। यसमा निक्लिँदै गरेको प्युपा दामी छ। बच्चा एकदम टनक्कै छ। बच्चा फुल भन्दा पनि फुल प्युपा स्टेजमा रहिसकेको छ है त साथीहरू। र यसलाई पनि म यहाँनिर राखिदिन्छु। रानी त मैले लगभग यसमा पनि देखिनँ है। भिडियो लामो हुन्छ, अन्तिमसम्म हेरेर साथ दिनु होला है त साथीहरू। लु देखाइदिउँ कस्तो रहेछ। अब यो साइडको फ्रेम है, साइडको फ्रेमको अवस्था के छ। यो पनि हाइट हेभी छ, वेट यसमा पनि ग्रोथ टनक्कै रहेछ। ड्रोनहरू प्रशस्तै छ, देख्नुहुँदै होला। सायद यसैमा हुनसक्छ है रानी, किनभने रानी अहिलेसम्म देखा परेको छैन। रानी चाहिँ यसैमा हुनुपर्छ है। हेर्दैछु साथीहरू। दुई चार यतापट्टि नै राखिदिउँ न यसलाई पनि। पाँच, यसमा चार। अब चाहिँ मौरी उडाइदिनु पर्ने हुन्छ। एकछिन बिसाउँ त एकछिन। ल है त साथीहरू, मौरी कोलोनी यसको ढकनी होइन रहेछ, यो यसको रहेछ। डिभिजन भइसक्यो है त। यतापट्टि कति। अब अर्को यहाँ हेर्नुहोस् है। यो चाहिँ सेन्टर पोइन्ट हो, यो चाहिँ सेन्टर पोइन्ट है। यो मौरी आउने, त्यसले गर्दा अब दुईटालाई छेउछेउमा राख्ने, ताकि मौरी दुईटामै बराबर जाओस् है त। र एकपल्ट फेरि क्यामेराम्यान यस्तो छ कि यहाँ रहेछ रानी। लु देखाइदेऊ। रानीले अन्डा पार्दैछ मजाले। यहाँनिर छ रानी, देख्यो क्यामेरामा आउँदैछ क्लियर। एकदमै जाइन्ट भन्दा पनि जाइन्ट क्विन बी छ है त साथीहरू। र अब चाहिँ के गर्ने भन्दाखेरि चाहिँ मैले यस्तो किसिमले चाखा मिलाएको छु। यो रानीलाई चाहिँ उतापट्टि दिने है त साथीहरू।
एउटा निक्लिँदै गरेको ब्रुट यसमा दिउँ। यसमा चाहिँ रानी छ। यहाँ त कता गयो? उयो ए ऊ यता साइडमा रहेछ। कता? ए यहाँनिर अन्डा पार्दैछ। यहाँनिर चाहिँ छेउबाट क्लियर देखाइदेऊ। देख्यौ? यहाँ देख्यो? क्लियर देखाइदेऊ ल। यो रानीलाई चाहिँ मैले छैन, अब यसलाई ढालिदिउँ। यहाँनिर मैले स्टोरेजको चाखाम राखिरहेको छु। त अब आफ्नो आफ्नो ढकनी लगाइदिउँ है त। ल यस्तो हुँदै गर्छ। अब म यहाँ हेर्नुहोस् है, अर्को चाखा ल्याएर यसलाई ढकनी ल मिल्यो, ढुक्कै भयो। ल हवस् त साथीहरू, भन्नुहोस् है, अगाडिबाट हेर्नुहुन्छ भने चाहिँ यस्तो छ। अगाडिबाट चाहिँ तपाईँहरूलाई देखाइदिउँ त।